Hello and namaste and welcome to my blog from Doha International, Qatar. कस्तो दामी ग्रिनरी छ दोहा इन्टरनेसनल एयरपोर्टभित्र 12 hours ट्रान्जिट यस्तो छ भित्र वाउ ल राम्रो छ ठाउँहरू सो या छुट्टीको लागि जाँदैछु नेपाल अलमोस्ट 50 days सो एक्साइटेड उताबाट आउने बेलामा भिडियो चाहिँ मैले बनाएको छैन केही पनि कस्तो दामी ठाउँहरू छ यहाँ वाउ कस्तो पार्क एयरपोर्ट भित्र पार्क त्यहाँबाट पुरा पानीको बाफहरू आइरहेको छ हौ आम्मामामामामा खतरा खतरा बोले तो डेन्जर एयरपोर्ट हो कि पार्क हो के हो जो अकल्यान्डबाट कतार ओ माई गॉड 17 hours फ्लाइट 17 घन्टाको फ्लाइट नन स्टप माई गॉड अनि यहाँ फेरि 12 घन्टाको ट्रान्जिट ओ माई गॉड मेरो हालत खराब भइसकेको छ अहिले चाहिँ यहाँ कति बज्यो भन्दा बिहानको 6 बजिसक्यो नेपालमा चाहिँ कति बज्यो भन्दा सायद 10 बज्यो कि त लेट्स सी अब फेरि 3 घन्टाभित्रमा फ्लाइट छ मेरो कहाँ खोज्नु पर्छ अब कता जाने कहाँ गर्ने दिमाग खराब गर्दै ठुलो एयरपोर्ट एयरपोर्ट भित्र मेट्रो के हो माइ गॉड कस्तो दामी हिँडेर जान त 20 मिनट लाग्दो रहेछ मेरो गेटमा त आम्मामामामामा त सही हो है मेट्रोमा सरल र दामी हो नि त सिस्टम हो नि उताबाट आयो अर्को मेट्रो एयरपोर्ट भित्र कत्रो चाहिँ ठुलो होला त कडा अब कटार टु नेपालको फ्लाइट पनि चल्ने बेला भयो गर्मी छ लास्टै सरी घाम लाएर यहाँ कति लामो है एयरपोर्ट त्यो म हिजो जुन ठाउँमा ल्यान्ड भएको थियो नि त्योबाट यता एटमा आउन के भन्छ मेट्रोमा हाल्नु यसो हिँडेर देखाएको त 20 मिनट्स देखाइदिएर हिँड्दै थियो आम्मामा कति लामो उता सीबाट यतासम्म हिँड्दै आएको 12 घन्टा चाहिँ के म त मेट्रोमा आइदिएको बिहान
अर्को भाइ थियो अनि दुईजना बस्नुभयो यसो घुम्यो ट्राई गरेर म त कोहीलाई भेटिनँ हौ हिजो न्युजिल्यान्डबाट आउने बेला एकजना ब्रोलाई भेटेको थिएँ उता न्युजिल्यान्डबाटै यसबाट आउनु पनि भेटेको थियो भाइले अनि म यहाँ झरेपछि पनि कोहीलाई भेटिनँ नेपाली सिधै अघि बिहान म जुन आएँ नि त चेक इन हुने बेलामा त्यहीँ हामी त्यो प्लेनभरि पनि लगभग धेरैजना हुनुहुन्थ्यो नेपाली त अनि भाइ पनि आउनु ठ्याक्क हामी तिनजना एउटैमा परेको थियो हजुर त्यो भाइ साइडमा थियो अनि यताकोमा रोमा चाहिँ एउटा सिट थियो दुइटा खाली थियो मैले त सरेँ यता पनि नेपाली यता पनि नेपाली त्यो भाइसँग कुरा हुँदै आइरहेको पुरो मसँग हेर्छु यसो 1 घन्टा बसिसक्यो अहिले नेपालकै किन त्यस्तो लेख्नु अब सस्तो हिसाबले अब कसले कस्तो त्यही त पहिला चिनेर ल्याएन त प्लेनमै चिनेर भेटेर चिनेर अनि त्यो भाइले मसँग हजुर पर्फेक्ट भयो यस्तो सिधा भयो भने पर्फेक्ट भयो कि अब यो पुरै प्लेनै हल्ले कता अब पर्फेक्ट हुने अब यसले चाहिँ एङ्गल मिलाइदिन्छ कि ल यस्तो भयो भने सिधा छ भन्ने भयो तल माथि भयो भने अब सिनेमेटिक हुने उड्यो उड्यो ल कतार नै छोड्यो कतार दोहाल 12 घन्टा बस्यो 12 घन्टा जिन्दगीको 12 घन्टा नभन्दै त्यो ताफ टाइपको के हेर्नु न आकाशै देखेको छैन यार के यति नजिकै सहर हेर्दा लाग्छ रहर सम्म घाम लाग्थ्यो अहिले यस्तो धेरै भित्र छिराइदियो यार बादलै बादल आइयो नेपाल अन्त ग्रिनरी जता हेऱ्यो त्यति ग्रिनरी अब त सही ग्रिनरी ल ल हे साय 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 ल भ्यू कतारमा हेऱ्यो पुरै पुरै पुरो धम्रो ल कन्स्ट्रक्सन चलिरहेको रहेछ त्यहाँ चाहिँ मजाले पुरा ट्रकहरूको लाइन
फिल्मको सुटिङ हुँदै यहाँ के हुनसक्छ होइन खत्रै छ नि त ल आमा सुटिङ के काठमाडौँ नि आइयो यार ओ माई गड थ्याङ्क गड ल घर आइयो अब चाहिँ यति भइसक्यो बेलुका अझै फ्लाइट छ यार साइड वा ल काठमाडौँ आज फ्लाइट पाइसकिसक्यो भोलि मात्रै हो ल बुद्धविहारमै हो नि त जाँदा अब म पोखरामा फेरि हजुर बुद्धविहारमा चल्दिने हो नि त अहिले भरे नै बधाई छ तिमीलाई ल दाइ ल पाइलट पनि देखिँदो रहेछ ल यहाँबाट जुम गरिदिएको त ल हेलो बुद्धविहार होइन दामी देखाएको छ त ल लास्टै ठुलो हुँदो रहेछ नि त ल अर्कोले टेक अफ हान्यो अब काठमाडौँ आइयो ल झन्डै 3 वर्षपछि आइयो सेफली ल्यान्डेड इन काठमाडौँ अब पोखराको फ्लाइट नेपाल आइयो नेपाल झऱ्यो नेपाल भयो क्यामेरा नेपाल आइयो है नेपाल आइयो ल जाने ल कतार एयरलाइन्स एयरलाइन्सको बस सेफली ल्यान्डेड इन काठमाडौँ आयो है आयो सामान आयो ल दामी 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 दसैँ पनि आयो ल ह्याप्पी दसैँ आयो नि केही सोधेन